भरती अनि अगाडि के भन्छ साते जातो च सौमिति साते भनेको सर्वदेवता जुन नक्षत्रको हुन्छ त्यसलाई भन्छ साते साते अनि अश्लेषा नक्षत्र दुई भाइ जम्ल्याले जन्म लिनुभयो। जम्ल्या भनेको थाहा छ जुडुवा भन्छन् जम्ल्या भन्छन् संस्कृतमा भन्यो भने यमज भन्छन् यमज चाहिँ जन्म लिनुभयो। जम्ल्यामा जन्म लिनेमा जो पहिलो जन्मिन्छ त्यो के हुन्छ अरे दाजु हुन्छ कि भाइ हुन्छ अरे के हुन्छ भाइ हुन्छ। जो पहिले जन्मिन्छ जो के अरे जम्ल्या जन्मिँदाखेरि जो पहिले जन्मने दाजु होइन सबैले मान्दैछ तालु मान्दैछ मान्नै पर्छ। जो पहिला जन्मिन्छ त्यो भाइ हुन्छ जो पछि जन्मिन्छ त्यो के हुन्छ दाइ हुन्छ। हिरण्यकशिपु हिरण्याक्षको जन्म हुँदा त्यही एउटा छ। हिरण्याक्ष पहिले जन्मियो त्यो भाइ कहलायो। हिरण्यकशिपु पछि जन्मियो त्यो दाजु कहलायो। त्यस कारणले यहाँ पनि के भएछ शत्रुघ्नजी पहिले जन्मिनु भयो उहाँ भाइ कहलाउनु भयो। लक्ष्मणजी पछिबाट जन्मनु भयो। त्यसै पुष्पमा पनि जान्नु साते जातौ च सौमिति कुले भित्तेरौ यी चारैजनाको चारै पुत्र यो बडा यो विवाद छ। यस रूपमा विवाद भनेको अर्थ ठिकसँग बस्दैन। गुणवन्तु चारै भाइ चाहिँ कस्ता राम्रो चाहिँ जन्मिनु भयो अरे गुणवन्तु रूपाष्ट रुच्या पुष्परूपमा पुष्परूपमा। अब यो यति श्लोकले कति चाहिँ विद्वानहरूलाई हालचाल बताइन्छ। भगवान् राम चाहिँ हामीलाई पनि अवसर बसेको छैन अब जस्तो छ त्यसै अब लगाइन्छ सामान्यतया तर वास्तवमा सठिक अर्थ त्यो अलिक थाहा हुँदैन। के उपालिएको थाहा हुँदैन कि सबै भाइ गुणवान छन् अनुरूप छन् बडा राम्रो चार भाइ जन्मे रुच्यामा कान्ति भेद प्रोष्ठ पदोपमा। यहाँ टीकाकारले अर्थ गर्नुभयो प्रोष्ठो गौ तस्य इव पादाः यासां पुनस्तिष्ठन्ते इवको काम आदि ये अर्थ है। ये बसाले कम्ती अरे अच्छा रुच्या प्रोष्ठ पदो यो कसैले भन्छ नक्षत्र पूर्व भाद्रपदा उत्तर भाद्रपदा त्यसमा चाहिँ चारवटा नक्षत्र के अरे कति दुईटा नक्षत्रमा कतिवटा ताराहरूले चार हुन्छ क्या एउटा नक्षत्र चार तारा हुन्छन् तारा त्यो तारा अलग हुँदाखेरि त्यसमा ताराको चाहिँ आकृति गाईको खुरको जस्तो छ भनेर पनि भन्छन् कसैले। अब कसैले मैले यस्तै अर्थ भइरहेको छन्। गाई कसैले भन्छन् कि हेर्ने गौशालामा गाईहरू चाहिँ उभिँदाखेरि चामडाको चाहिँ बडा राम्रो देखिन्छ पछाडिको दुईटा अगाडिको दुईटा अनि प्रोष्ठपद भनेको भाद्रपद भन्छन्। प्रोष्ठपद के अरे मनुष्य कृषि भाषामा पनि सुरुमा दिएको छ श्रावण्यां प्रोष्ठपद्यां वा उपाकृत्य यथाविधि। श्रावणीमा चाहिँ गर्नु उपाकर्म गर्नु जमिन पूर्णिमा पुजिन्छ अथवा भदौको महिना गर्नु भनेको छ भाद्रपदै प्रोष्ठपद भनेको भाद्रपद। यसरी चाहिँ कसैले यो पनि अर्थ बसाउनु भएको छ। कसैले भन्नुहुन्छ गाईको खुरको जस्तै भगवान् राम चाहिँ चारै भाइ बराबर कान्तिले बडा राम्रो लाग्नु भएको छ भनेर भन्नुभएको छ सामान्यतया। तर यसको राम्रो चाहिँ अलि ठुल्ठुला विद्वानहरूको चाहिँ उसमा पनि फेरि उहाँलाई पनि सन्तोष भएको छ। पनि ठाउँ सोधे उहाँहरू पनि अब जे राम्रोसँग बसेको छ यो कम्ती भन्छ उहाँहरूले। भगवान् राम चाहिँ रुचिमा कान्तिमा चारै भाइ प्रोष्ठपदोपमा 15वां श्लोक हो। 18वां सर्गको 15वां श्लोक गुणवन्तो रूपास गुणवन्त हुन्छ अनुरूप अनि गुणको हुन्छ रुच्या प्रोष्ठपदोपमा माने गाईको चारवटा खुर जस्तो चाहिँ शोभायमान हुन्छ त्यस्तै यो परस्पर विलक्षण गुणवान हुन्छ भन्ने पनि एउटा अर्थ यसको आउँछ सामान्यतया। तर यसको चिन्तन गर्दा फेरि कुनै बेला मिलेला जगु कलम छ गन्धर्वान् अनि सुन्दर गन्धर्वले मधुर गान गर्नुभयो।
अनि देवताहरूको दुलदुली बाधा भयो, पुष्पवृष्टि भयो, त्यतिबेला आकाश नरकबाट अयोध्यामा महान उत्सव भयो। उत्सवस्य महान आसीत् अयोध्यायां जनार्दनः भनेर भन्नुहुन्छ। र रक्षाहरूको गली-गलीमा पनि व्रत गर्ने भूमिका छन्। बाधाहरू दिएर भगवानको अहिले आउँदाखेरि हेर्नु त सबको मन्दिरमा चाहिँ अझै पनि गाउँछन् हैन। रामचन्द्र यहाँ चाहिँ बधाई इत्यादि गाउँछन्। अतिएकादश ब्राह्मणलाई गाई दान दिनुभयो भने वित्त धन दिनुभयो, सुकुमार बलियोलाई 11 दिन बितेपछि नामकरण गर्नुभयो। वशिष्ठजी महाराजले नामकरण गर्नुभयो। ज्येष्ठम राम महात्मानं, महात्मा परमात्मा, परमात्माको नाम राम भन्ने राखिदिनुभयो। राम भनेको रमयति गुणैः सर्वान् इति रामः। आफ्ना गुणले सबलाई शत्रुलाई पनि आनन्द दिनेवाला रे। रामः कमलपत्राक्ष सर्वसत्तमनोहरः। सबै प्राणीहरूको मनलाई चाहिँ राम्रो लाग्नेवाला हुन्छ भगवान् राम। त्यही भएर वशिष्ठजीले सबैलाई आनन्द दिने भएको हुनाले, उहाँ सुख दिने भएको हुनाले उहाँको नाम राम राखिदिनुभयो। ज्येष्ठम रामम महात्मानं भरतं कैकेयीसुतं, कैकेयीको पुत्रलाई भरत भनेर नाम राखिदिनुभयो। भरत भनेको भगवान् रामको वियोगमा सबै प्रजाहरू दुखी हुँदाखेरि भगवानको पादुका ल्याएर अभिषेक गरेर आफू पनि के भन्छ कुशासनमा बसेर नन्दीग्राममा रहेर अनि तपोमय जीवन बिताउनु भएको थियो। राज्यको भरण गर्नुभएको थियो, पालन पोषण गर्नुभएको थियो। विश्व भरण पोषण कर जोरी ताकर नाम भरत असोही। विश्वको भरण पोषण जसले गर्नुहुन्छ उहाँको नाम भरत हुन्छ भनेर गोस्वामी तुलसीदासले बताउनु भएको छ। अनि त्यही भन्दै छ भरतं कैकेयीसुतं सौमित्रिं लक्ष्मण इति। सुमित्राको कुमार जो हुन्छ उहाँको नाम लक्ष्मण भन्दै राख्नुभयो वशिष्ठजीले। लक्ष्मणो लक्ष्मी सम्पन्नः, कैङ्कर्य रूपी लक्ष्मीले सम्पन्न हुनुहुन्छ। कैङ्कर्य भनेको सेवा, भगवत सेवा रूपी लक्ष्मीले सम्पन्न हुनुभएको हुनाले लक्ष्मणजीलाई सुमित्राको पुत्रलाई लक्ष्मण भनेर नाम राख्नुभयो। सौमित्रिं लक्ष्मण इति शत्रुघ्नं अपरं तथा। अनि अपरम भनेको अर्को भरतजीपछि लक्ष्मणजीपछि जो जन्मनु भएको थियो उहाँको नाम शत्रुघ्न भनेर नाम राख्नुभयो। भविष्यमा मथुरामा गएर लवणासुरलाई विनाश गर्नेछन्। जो कहिले मान्धाता राजाले मारिदिएको थियो रे, त्यसको बदला शत्रुघ्नजीले लिनुहुनेछ। यो जानेर पनि शत्रुघ्न भन्ने नाम राख्नुभयो। शत्रुघ्न नित्य शत्रुघ्न अथवा भगवानको सौन्दर्यबाट आकृष्ट नभएर परम भागवत भगवानका भक्त भरतजीको सेवा गर्नुभयो। त्यही भएर पनि उहाँको नाम शत्रुघ्न भनेर नाम राखिएको छ। अनि गोस्वामीले भन्नुहुन्छ जाके सुमिरन तेरी पुनासा, जसको सुमिरन भनेको स्मरण गर्नाले रिपुको नाश हुन्छ अरे, शत्रुको नाश हुन्छ अरे। नाम शत्रुघ्न वेद प्रकाशा, जाके सुमिरन तेरी पुनासा। नाम शत्रुघ्न वेद प्रकाशा। यसरी चारै भाइको नाम राखिदिनुभयो। अनि समय आएर के भयो, व्रतबन्ध भयो। व्रतबन्ध भएपछि पढ्न जानुभयो। पढ्न जानुभयो। वशिष्ठ कहाँ हो के भनेको छ भने होइन, यो रामचरितमा आउँछ नि पढ्न जाने अल्पकाल विद्या समाई पढ़न गए। विद्या समय आएपछि कहाँ जानुभयो पढ्न जानुभयो। कहाँ? वशिष्ठजी कहाँ? गुरु गृह गए। गुरु गृह गए पढ़न दुराई, अल्पकाल विद्या सब आई। अनि त्यहाँ गुरु पितु मातु जयु दिने हेर व्रतबन्ध गर्दाखेरि धेरै भिड गर्नु पर्दैन। बस मातालाई
भिक्षा दिन आवश्यक छ। भवती भिक्षां देहि भनेर त्यस कारणले गुरु ब्राह्मणको अधिकार पनि हुन्छ गुरु के अरे आफ्नो पुत्रलाई दीक्षा दिनलाई, तर क्षत्रियहरूलाई त ब्राह्मणै चाहिने गुरु त। त्यही कारण दशरथले आमन्त्रण नदिएर कि गुरुको मात्र दिन ही जलेऊ गए। जलेऊ भनेको यो गुरुको चाहिँ माता चाहिँ भिक्षा दिनलाई भवती भिक्षा देहि भन्दाखेरि त्यस कारणले अनि गुरु त्यस्तो माने दशरथी मान्छे कार्य गर्नलाई अनि गुरु वशिष्ठले धेरै भिड गराएर के भन्छ केही हुनै पाउँदैन, विधि यताउता गरे काम सिद्ध्याए। त्यसै गरी भरा राम्रोसँग विधि विधान छ उहाँले कार्य गर्नुभएको छ। अनि के भएछ भन्दाखेरि सर्वे वेद विदहसुराः सम्पूर्ण वेदको अध्ययन गर्नुभएको छ, सबै गुरुको हितमा रहनुहुन्छ, सब ज्ञानले युक्त हुनुहुन्छ। तेषामपि महातेजा रामः सत्यपराक्रमः। भगवान् रामकृष्ण सत्य पराक्रमी महान तेजस्वी हुनुहुन्छ। जसले प्रकारले चन्द्रमा निर्मल चन्द्रमा भए जस्तो त्यस्तै भगवान् राम हुनुहुन्छ भनेर यहाँ बताइएको छ। अब भगवान् रामको जन्म भयो, बाँदरहरूको पनि जन्म भयो। आज धेरै कथा भयो, कति एक घटना त भन्दा नसक्दै भयो होला है। अब हामीले हाम्रो समय यसो कालक्षेप हुन्छन्, फेरि हामी त भोलि पर्सि सधैँ छोरा छोरा गरेर